हेलो गाइज, म चाहिँ फेरि आज अर्को नयाँ भिडियो लिएर तपाईँहरूसँग आइसकेको छु। म फेरि आज अर्को च्याप्टर पढेर हजुरहरूलाई सुनाउन गइरहेको छु। कस्तो लाग्छ तपाईँहरूलाई पुरा सुनिदिनु होला र प्रतिक्रिया दिनुहोला। आजको टपिकको नाम रहेको छ रिमोट कन्ट्रोलरले कसरी काम गर्छ। टेलिभिजन म यो सरस्वती पढेर सुनाउँछु, तपाईँहरू सुनिदिनु होला है त। कृपया धैर्यको साथ सुनिदिनु होला। टेलिभिजन, भिडियो डेक लगायत थुप्रै आधुनिक जमानाका इलेक्ट्रोनिक उपकरणहरू सञ्चालन तथा नियन्त्रण गर्न रिमोट कन्ट्रोलरले प्रयोग गरिन्छ। रिमोट कन्ट्रोलरको प्रयोग गरिन्छ। आजभोलि त इलेक्ट्रिक फ्यान, एयर कन्डिसनर, ढोका खोल्ने बन्द गर्ने मेसिन लगायत थुप्रै उपकरणहरू रिमोट कन्ट्रोलरहरूबाटै चलाउने र नियन्त्रण गर्ने चलन आइसकेको छ। तार जोडिएको हुँदैन, तर बिना तार नै टाढाको यन्त्रलाई स्विच दबाएकै भरमा चलाउने काम रिमोट कन्ट्रोलरबाट सम्भव भइरहेको हुन्छ। साँच्चै अचम्मको यो उपकरणले काम कसरी गर्छ आउनुहोस् यसबारे केही चर्चा गरौँ। अधिकांश रिमोट कन्ट्रोलरहरूमा एक फ्रिक्वेन्सी एउटा भएका प्रकाशका तरङ्गहरू प्रयोग गरिएको हुन्छन्। सन् 1980को दशकबाट रिमोट कन्ट्रोलरमा इन्फ्रारेड तरङ्गको प्रयोग गर्न थालियो र अहिले अधिकांश रिमोट कन्ट्रोलरहरूका इन्फ्रारेडबाटै चल्छन्। इन्फ्रारेड तरङ्गको फ्रिक्वेन्सी अन्ततः धेरै थोरै हुने भएकोले यो प्रकाशलाई हाम्रो आँखाले देख्न सकिन्न। रिमोट कन्ट्रोलरको कुनै बटन थिचिँदा त्यसभित्र जडान भएको सूक्ष्म कम्प्युटरले रिमोट कन्ट्रोलरको अगाडिपट्टि राखिएको प्रकाशको तरङ्ग निकाल्ने यन्त्र डायोडलाई इन्फ्रारेड प्रकाश छाड्न निर्देशन दिन्छ। यसरी छोडिएको इन्फ्रारेड तरङ्गलाई टिभी वा डिभिडीमा रहेको प्रकाश संवेदनशील क्षेत्रको ग्रहण गर्छ र निर्देशन अनुसारको कार्य सम्पन्न गर्छ। सो प्रकाश संवेदनशील क्षेत्र रिमोट कन्ट्रोलरहरूबाट कस्तो सङ्केत पाउँछ भन्ने कुरा रिमोट कन्ट्रोलरमा कुन बटन थिचियो भन्नेमा निर्भर हुन्छ भनेको छ है। त हामीले जानी बुझिरहेकै कुरा है। हाम्रो अब घरमा टिभी सिभीमा चाहिँ त्यो हामीले कसरी त्यो टिभीहरूलाई चलाउँछ नि त रिमोट कन्ट्रोलबाट। अनि त्यो चाहिँ कसरी चलिरहेको हुन्छ भनेर चाहिँ यहाँ चाहिँ एक्सप्लेन गरेको रहेछ, तपाईँहरूले बुझ्नुभयो होला। अनि अर्को क्वेसन रहेको छ, बादल कसरी आकाशमा रहिरहन सक्छ? 6-7 कक्षादेखि नै सबैले विद्यालयमा पृथ्वीले आफ्नो गुरुत्वाकर्षण शक्तिको मद्दतले आफ्नो नजिक रहेको हरेक चिजलाई तान्छ भनी विज्ञान विषयमा पढेर आएका हुन्छन्। यसअनुसार आकाश माथिको सबै वस्तुलाई पृथ्वीले तान्ने र त्यही कारणले तिनीहरू पृथ्वीमा सतहमा खस्ने प्रश्न छ। तर बादल भने आकाशमा तैरिरहेको हामी देख्छौँ। यस्तो किन कि पृथ्वीको गुरुत्वाकर्षणले बादललाई केही असर गर्दैन त? वास्तवमा सबै बादल आकाशमा रहिरहन्छन् भन्नु गलत हुन्छ। केही प्रकारका बादलहरू पृथ्वीको सतहमा नै पनि पाइन्छ। कुहिरो यसको राम्रो उदाहरण हो। हावामा केही मात्रामा बाष्पका कणहरू हुन्छन्। हावा बिसिदा बाष्पका कणहरू जोडिँदै ससाना पानीको थोपाहरूमा परिणत हुन्छन्। बादल भनेको यिनै ससाना पानीको थोपाहरूको सङ्कलित रूप हो। बादललाई हावाको बहावले आकाशमा नै रहिरहन मद्दत गर्छ। तर हावाको कारणले बादल जति पृथ्वीको सतहबाट माथि पुग्छ सबै त्यति बढी चिसिन्छ। यसरी चिसिएको बादलमा रहेको पानीको थोपाहरू आपसमा मिसिएर ठुलो हुँदै जान्छन्। यसरी बनेको पानीको ठुला थोपाहरू हावाको बहावलाई थेग्न सक्दैन र पृथ्वीको गुरुत्वाकर्षणको कारण ती थोपाहरू पृथ्वी सतहमा वर्षाका रूपमा झर्छन् भनेको छ है। जस्तै पानी पर्दाखेरि रेनफल हुँदाखेरि त्यो पानी कसरी चाहिँ त्यो बादलभित्र भएको पानी चाहिँ किन त के अरे आकाशमा नरहेर चाहिँ सरासर धरतीमा झरिरहेको हुन्छ भनेर एक्सप्लेन गरेको छ। मैले सरस्वती पढेर हजुरहरूलाई बुझाएँ है त। र हजुरहरूले कतिको बुझ्नुभयो यो कुराहरू चाहिँ प्रतिक्रिया दिनु होला। आजको लागि चाहिँ 2टा मात्रै च्याप्टर पढेँ मैले। कस्तो लाग्यो भिडियो भनिदिनु होला गाइज। राम्रो लागेमा च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। आगामी दिनहरूमा मैले यस्तै नै विज्ञानको बारेमा चाहिँ नयाँ नयाँ भिडियोहरू नयाँ नयाँ च्याप्टरहरू चाहिँ तपाईँहरू बिच लिएर आइरहेको छु। त्यसैले चाहिँ मलाई सब्सक्राइब गरेर त्यहाँ जे होस् भिडियोहरू हेरिदिइराख्नु न।
नयाँ नयाँ भिडियोहरू आउँछ, कस्तो लाग्छ तपाईँहरूलाई भनिदिनु। थ्याङ्क यू गाइस, आजलाई चाहिँ यति नै है। ल गुड बाई।